जति हिँडेर यहाँ आइपुगिसक्यौँ। लु हामी चाहिँ यहाँ आइपुग्यौँ। यतिको रमाइलो चाहिँ हुनुपर्छ है साथीहरू। हेलो सबैजनालाई गुड मर्निङ र स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ हामी जाँदैछौँ नागार्जुन हाइटेकिङ हिँडेर। कति करिब 10-15 जना छौँ होला। यता पनि फिज्छन्, यता पनि फिज्छन्। यो सबै हाम्रो ग्रुप हो। हामी चाहिँ अब थाहा छैन कति बजे पुग्छौँ। हिँडेर जाँदैछौँ पानी लिएर। अनि यहाँ त पानी पनि यहाँ छ कि यहाँ गाइज, यहाँ छ पानी गाइज। हामी चाहिँ होइन ट्रेकिङ आएको, तर ट्रेकिङमा चाहिँ किङले चाहिँ हामीलाई ट्रे जति सबैलाई छोडिदिएर किङ मात्र अगाडि अगाडि जानुहुन्छ। त्यही भएर हामी चाहिँ अब फर्किन्छौँ कि क्या हो जस्तो लाग्छ। सुर पऱ्यो नि हामी पछाडि ब्याग भइदिन्छौँ। अब हिँडिरहौँ क्या फर्किन्छ होला हामी चाहिँ। यस्तो भन्छ अब यस्तै सबै आफ्नो आफ्नो पारा हिँड्न यस्तो भयो भने हामी छोडेर गइदिन्छ होला। यस्तै हालत अहिले आउँदाखेरि यस्तै हुन्छ होला, कसैको फेरि यस्तै यस्तै। हामी चाहिँ हामी त पठाउमा भागिदिने हो। यस्तै हालत भयो भने चाहिँ छोडेर हिँडिदिने हो। हेलो साथीहरू, हाम्रो चाहिँ बुढो हल्सा हिँड्न नसकेर पछाडि लास्टमा हुनुहुन्छ। अरू चाहिँ अगाडि गइसके र आजको यात्रा कहाँसम्म हुन्छ भनेर तपाईँहरूलाई भिडियोमा देखाउने छु। सबैजनाले हेरिदिनु होला। ए फुल अहिले चाहिँ यो फुलको ट्रेडिङ चढे होइन यस्तो फुलमा। दिदी आउनु खै अलि क्यामेरा यस्तो गरेर बक्सिङ हान्दियौ ल। ल्यान्ड स्किप गरेको अलिकति यस्तै हाई गाइस, गरायो स्टिक लामो गराउन कि त वाह वाह तबासी हाई गाइस। नागार्जुन नै गाइस। नागार्जुन गाइस, नागार्जुन आओ 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 पछाडि पछाडि। काजु पर्ने दह चोक। दुर्गा पछाडि चाहिँ आओ आओ। ओए यो फोरहनीको आशुके तामाङ। नमस्ते, माई नेम हामी चाहिँ हिँड्दा हिँड्दा थाकिसक्यौँ। खुट्टा पनि यस्तो भइसक्यो। अब चाहिँ यस्तो भइसक्यो। यस्तो दिएर जानु पर्छ। यस्तो दिएर अब त्यो भनेको पानी हो, फेरि पानी होइन यार, होइन पानी त पानी नामको चाहिँ पानी हो, तर खास गरी अर्कै है बुझ्नुपर्छ है गाइस। पछाडि शब्दहरू पानी लाउरे दाइले खाने कि नखाने। घन्टा जति हिँडेर यहाँ आइपुगिसक्यौँ। हामी चाहिँ 10-12 जना आएको छौँ। अरू चाहिँ पछाडि आउनुहुन्छ, हामी चाहिँ अगाडि। यिनीहरूले भिडियो बनाउनै दिन्न हल्ला गरेर। यतिको रमाइलो चाहिँ हुनुपर्छ है साथीहरू। ल घुम्दै जाने गरौँ है साथीहरू। पैसा भन्ने कुरा त पछि पछि पनि कमाइहालिन्छ नि। म पनि आन्छु। चाहिँ अब अफ रोड सुरु भयो। ठुलो उराउँदै मान्छे त कता हो कता हामीलाई छोडेर गइ छ। मेरो दुश्मन छ धेरै, हेरेको हेर्दै त्यही छ छाडा। हामी चाहिँ ब्याङ जङ्गलको बिच वनाहार ठुलो जङ्गलमा छौँ। यहाँ छ कि लास्टै डर लाग्छ कता बाघ हान्छ कि लाली भनेर। गुराँस एउटा यहाँ लालीगुराँस ल जाऊ टिप। मेरो बानी खराब छ। हामी चाहिँ ठुलो जङ्गलमा आइपुगिसक्यौँ। यहाँ सकिन्न नजाऊ। यहाँबाट गुल्ट्यो भने सबैले मलाई समाज। हामी चाहिँ अब आइपुग्न लाग्यौँ। जम्मा 7 किलोमिटर मात्र बाँकी छ। कति हो त? ए 1000। घनार जङ्गलमा छोडेर गइसक्यो सबैजनाले। भिडियो बनाउने क्रममा सबजना वहाँ पुगिसक्यो। केही त आउँदैन नि यहाँ। एक्लै सबैजना अगाडि। चन्क्या केरा देखेर नि हामी चाहिँ केरा खाएको भोक लागेर छङ 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 हाम। सबैजनाले खै त बोल्ने सुन्ने केही छैन।
टाइमर राख न। हामी चाहिँ अहिले आएर भट्टे खोला आइपुग्यौँ घट्टे खोला करिब कति घन्टा हिँडेर 2 घन्टा 2 घन्टा मानौ न अब यहाँ थाहा भइसक्यो मानव भनेपछि अझै कति हिँड्न छ रे? थाकिसके अझ आधी घन्टा अब आधी घन्टामा ठ्याक्कै हाम्रो ठाउँमा पुग्छौँ त्यसपछि हुन्छ रमाइलो चाहिँ म धेरै बोल्यो होला बोल्दा बोल्दा बोल्न नि सकिनँ इनर्जी लस भइसक्यो खाना पनि खाएको छैनौँ बिहान 5:30 बजे हिँडेको त्यस्तै कारणले भिडियो सुरुमै बनाउन सकिनँ हामी चाहिँ आज छुट्टीको दिन भएर हल्का छोटो ट्रेकिङ हाई ट्रेकिङ आएको हिँडेर म चाहिँ फर्स्ट टाइम यसरी हिँडेर ट्रेकिङ आएको त्यही भएर एकदम रमाइलो नि लाग्यो मलाई चाहिँ एकदम मनपर्छ यसरी हिँडेर जानुलाई अझ के भन्छ त्यहाँले घट्टे खोला आइपुग्यौँ अब यहाँबाट हामी जान्छौँ अब धेरै छैन 20-25 मिनट थाकी पनि सक्यो लेट्स गो रात न पिरो भएर यहाँ आइपुग्यौँ है अब चाहिँ छैन धेरै म त बोल्न नि झ्याउलाइसक्यो हिँडेर आएको यही हेर्नलाई रहेछ यत्रो हिँडेर आएको के छ र यहाँ केही नरहेछ यत्रो 2 घन्टा हिँडेर आएर दुःख मात्र पाइयो खुट्टा मात्रै गलो लास्टमा केही न केही भन्दाखेरि जोस् रमाइलो भयो त्यस्तो भन्छु भने होला तर भन्दिनँ हाम्रो नेपालको झन्डा सहयोग फुलका हामी एउटै माला नेपाली सर्वभौमै फैलिएका मेची महाकाली पर्सिटीका अलिक नजिक वीरहरूको रगत स्वतन्त्र र अचल ज्ञान गुमी शान्ति हिमाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल हामी चाहिँ लास्ट पोइन्टमा आइसक्यौँ अब यहाँबाट मुभ हुन्छौँ स्विजरल्यान्ड पार्क अब हामी स्विजरल्यान्ड पार्कबाट दजौ हुँदै हामी चितवन पार्कतिर प्रस्थान हुनेछौँ हामी ओके लेट्स गो लु हामी चाहिँ यहाँ आइपुग्यौँ फाइनली सल्लाको डाँडामा सबैजना छोडेर गइसक्यो उहाँ माथि गएर जोराले बोलाइरहेछन् म चाहिँ यहाँ एक्लै हिँड्नै सकिनँ ल साथीहरू आज चाहिँ पर्दैन एकदम धेरै हिँडेर आइसक्यौँ 3.5 घन्टा भइसक्यो होला 3 भन्दा नि 6 बजी हिँडेको भनेपछि कति 4 घन्टा भइसक्यो है 10 बजिसक्यो हामी चाहिँ आज एकदम लामो हाई ट्रेकिङ गरेछु त्यो पनि फर्स्ट टाइम त्यो पनि यस्तो ठाउँमा हेर्दै जाउँ अब कस्तो छ यी ए सबै गइसकेको हैछ म मात्र यहाँ जोडेर हल्दा मजाले यहाँ पर्खेर बस्यो मलाई म चाहिँ उसको जोडा म चाहिँ हाम्रो यहाँ चाहिँ नम्बरी हैन हामी चाहिँ यो पृथ्वीनारायण शाहले तेस्रो युद्ध जितेको ठाउँमा आइसक्यौँ यहाँ चाहिँ कालु पाण्डेलाई मारेको होइन अनि काजी कालु पाण्डेलाई भन न यसको ठाउँको बारेमा यसो आऊ त विक्रम सम्वत 1814 जेठ 19 गते पृथ्वीनारायण शाहले नुवाकोटको दोस्रो आक्रमण गर्ने क्रममा काजी कालु पाण्डेले भन्दाखेरि पृथ्वीनारायण शाहले नमान्दाखेरि काजी कालु पाण्डेको मृत्यु यही दहचोकमा भएको थियो र इन्डियाका मिर्का सिंहले फौज पठाई काजी कालु पाण्डेले यहाँ मारेका थिए त्यही ठाउँमा आइपुगेका छौँ हामी यहाँको यो ठाउँको रहस्य चाहिँ त्यही हो अनि यो टावर छ नि यो टावरमा चाहिँ प्लेन क्रास भएको थियो अरे यो टावर चाहिँ ठुलो थियो अरे अहिले चाहिँ त्यही प्लेन क्रास भएर चाहिँ यत्रो सानो भएको अरे यसको रहस्यमा थुप्रो हो मलाई त आँडै आन्न त के भएको साथीहरू हामी चाहिँ अब
हाइटेकिङको अन्तिममा आइपुग्यौँ गएर अनि फर्किसक्यौँ म चाहिँ अघि अब बिचमा डाउन भएँ किनभने मलाई एकदम भोक पनि लागेको थियो हामीले बिहानबाट भात पनि नखाएर हिँडेको सबैजना पछाडि छ म एक्लै अगाडि आएको ल साथीहरू बिहान 5 बजीबाट हिँडेर बल्ल बेलुका 6 बजे आइपुगेको छौँ अब चाहिँ म भिडियो यहीँबाट अन्तिम गर्न चाहन्छु सबैजनाले हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई बाई बाई फेरि पछि भेटौँला